खाने कुरा ठिक हो भने त्यसले गाई खाने कुरा पनि ठिक हो भने तपाईँले मटन खान पाउनुहुन्छ भने त्यसले पनि गाई खान किन नपाउनु त्यसलाई रोक्नुपर्ने कारण के छ यसमा विरोध गर्नुपर्ने कारण के छ यसमा गाई राष्ट्रिय जनावर हो भने गोरुले चाहिँ के अपराध गरेको छ कि गोरु जनावर राष्ट्रिय जनावर होइन त कुकुर पनि त राष्ट्रिय जनावर हो त यो राष्ट्रभित्र भएका जनावर त सबै राष्ट्रिय जनावर हुन् हैन बाख्रा पनि त राष्ट्रिय जनावर होला त कुखुरा पनि त राष्ट्रिय पन्छी होला उसमा त्यसै देशले जसलाई राष्ट्रिय जनावर भनेको छ त्यो जनावर काटेर खान पर्छ भन्ने कुराको चाहिँ म त्यो कुराको चाहिँ प्रमोट गर्दिनँ हामीले काट्दै गरेको भिडियो हो भने म त्यो मैले अपराध गरेको छु भने कानुनको नजरमा अपराध भगवानको नजरमा पाप गरेको छु भने त्यो पाप र अपराधको कर्म भोग्न म तयार छु तोडमोड गरेर वा जे जसरी गराइए तापनि भनिए तापनि त्यो मेरै मुखबाट बोलेको कुरा मेरै मुखबाट सुनिएको छ भने यो कुराले कसैको सम्प्रदायमा यो कुराले कसैको समाजमा यो कुराले कसैको धर्ममा वा कसैको मनमा आघात पुगेको छ भने म त्यसको लागि क्षमा प्रार्थी छु त्यो कुराले कसैलाई चाहिँ त्यसले कहीँ कतै होइन यो त यस्तो हो कि हो भन्ने लाग्छ भने त्यो एउटा सानो वचनले गर्दै नगरेका कुराले तोडमोड गरिएका ती शब्दले चाहिँ कोही कसैलाई अप्ठ्यारो पारेको जस्तो महसुस हुन्छ भने सचेत नागरिक हुनुको नाताले यो समाजमा हुन सक्ने कुनै पनि खालका दङ्गा हुलदङ्गा ती कुरालाई हिजो पनि हामीले प्रमोट गरेनौँ आज पनि हामीले मान्ने कुरा त्यो हो त्यसैले कहीँ कतै फेरि पनि त्यो कुराले कसैको मनमा ठेस परेको छ भने सचेत नागरिक हुनुको नाताले म त्यसमा क्षमा प्रार्थी छु र